ल अड्क्यो फेरि एकछिन फोटो खिच्नु भएको हैन ब्लग होइ त ल छाता ओडा दुईजना राम्रो आयो त नि म त यसलाई पुर्याउनु जाँदै गरेको अलिकति तेरो अन्डर थोप्रा देखा न हो बेलुन फुलाउँदै बेलुन अरे चिगम म चाहिँ हल्का भिजिरहेछु अनि यसलाई चाहिँ छाता ओड्न दिएको छु सिमसिमी पानी परिरहेछ है हामी चाहिँ बाटोमा हिँड्दैछौँ ब्याग अलिअलि भिजिरहेछ अनि यसले चाहिँ धान रोप्छ अरे यो बाटोमै रोप्ने अरे यसो जो गरे हो यहाँको मौसम चाहिँ यस्तो छ देखाउ न हौ नानी हो थोप्रा छाता पनि भाँची गएको छ पो त अड्क्यो अब यो ब्याग कहाँ राखिदिनु हौ यहाँनिर बस आउँछ अनि बस आउँछ है यो ब्याग कहाँ राखिदिनु पानी परोस् है परोस् त्यो त देखा त थोप्रा म त भिजे हौ नानी त्यसो गर्ने हामी फोटो खिचौँ न हौ यो के पऱ्यो यसमा हाल्नको लागि चाहिँ यो छाता त नदेखा न खिचेको छाता पनि भिज्यो कसो गएको नहल्लिकन फोटो खिचौँ न नहल्लिकन यो युट्युबको लागि हो क्या नहल्लिएर बेलुन फुलाइदे चिगम मेरो टाउको भिजे हौ है तेरि यतिकै उभिराखौँ ल अड्क्यो फेरि एकछिन गलो आयो अर्को पनि अभिसा भन्दै उस्ता ओइ कहाँ राख्यो तिमीहरूको लुगा ए के पर्यो ब्याग कहाँ उयो घरमा फोटो खिच्नु भएको ब्लग होइ त ब्लग भिडियो हो भिडियो बनाएको बर्थडे हो चकलेट मेरो बर्थडे तर आज चकलेट बाँड्छ अनि बर्थडेको दिनमा चकलेट नबाँड्ने त मेरो बर्थडे होइन आज अब आउन आँट्यो 14 गते हो ए कहाँ राखेको छ अरे ब्याग ए जाउँ उयो घरमा ल चकचक नगरी बस्नु है फेरि तिमीहरू दुईजना त उस्ता छ अरे लौ छाता ओडा दुईजना न त छोड्देऊ न साथीलाई छोड्दै नानी छोड्दै उयो त अन्त दुईजना मिलेर जाऊ न त मिलेर पानीले भिज्यो हौ अरे भिज्यो ला कत्रो पानी पर्यो कि त हो के चामन छौ तिमी भमरले छुमिँदैन म चाहिँ नानीलाई पुर्याएर आएँ अनि घर जाँदैछु छाता ओढेर है गाडीसम्म पुर्याएर आएको यस्तो छ याखु असर लाग्यो है यस्तो छ छाता उडाएर लान्छ हे 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 ला 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 घर आइपुग्न आँट्यो यहाँ छ मेरो घर छैन है साथी हो म चाहिँ घर बिनाको मान्छे हो अनि मेरो भिडियो हेरेर साथ दिनुहोला कृपया म तपाईहरु सामु भन्न चाहन्छु कि मेरो भिडियोलाई माया गरिदिनु होला। अब मेरो छोरा के गरिरहेछ है त ल हेर्नुहोस् भन्न चाहन्छु।
असारे महिनामा म आएँ त हो अनि कट्टु सट्टु पनि लाउनु छैन कट्टु अघि मुत्यो ढोका उकार्देऊ मम्मीलाई ढोका उकार्दिनु थ्याङ्क यू छोला गुड कट्टु पनि नलगाइ पो बस्छ कट्टु त लगाइदिनु नि हौ जाने तिमीहरु पनि उता सेवा र गर्दै छोरो गति पनि यस्तो छ ओछ्यान मिलाउनु पर्ने ल यो झ्यालहरू थुन्नु पर्ने साथीहरू यस्तै छ हाम्रो घर मेरो चाहिँ घर पनि छैन मेरो घर पनि छैन यो ओछ्यान किच्चेको छ होइन यसलाई चाहिँ मिलाउनु पर्ने अवस्था अनि यो चाहिँ मेरो पुटुरे सानो छोरा उसलाई सल निकालिरहेछ है अनि अब यहाँ गाडी हेरे यो चाहिँ यस्तो गाडी अब के गर्नु गाडी किनिदिनु सक्दिनँ यस्तै गाडी खेल्ने तान्ने अहिले बाँधिदिन्छु ल हस् आफ्नो त घर पनि छैन माउँछ यी खोर्सानीहरू त यहाँ छ कि अनि त अगाडि पनि छ सबै आफै झर्छ अनि यो बाख्राहरू यहाँ छ हजुर बाख्राले के घाँस खाने हो थाहा भएन आज बाख्रा भोकै हुने हो कि पानी पनि परिरहेछ हो मौसम यस्तो छ है साथीहरू यसलाई सुरु गरेँ है साथीहरू मैले भात चाहिँ अब लास्टै भोक लागेको छ हो चरा खाने टप्पम 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 गरेर अब यस्तो त भन्नु होला नि खाएँ ल त भन्नु होला हैन दाल खाने दाल भात खाना खाँदै मेरो छोरा आएन अनि अब नानीलाई सुताउनु छ छोरालाई अनि लुगाहरू उठाउनु छ है अनि ठ्याक्क खाइसक्यो ठ्याक्कै हाली नभए गर्दै खानुपर्छ बाई साथी अहिलेलाई चाहिँ बाई बाई साथीहरू अनि मेरो भिडियो कस्तो लाग्छ अहिलेलाई चाहिँ बिदा भन्न चाहन्छु मेरो भिडियो यस्तै छ है तपाईँहरूलाई कस्तो लाग्छ हेरेर साथ दिनु होला भन्न चाहन्छु ओके बाई बाई मेरो काम धेरै छ ड्यान्ट म चाहिँ कति काली छु हो अनि यो चाहिँ मेरो छोरा चाहिँ कस्तो गोरो छ क्या है यस्तो पनि हुन्छ म परे अफ्रिकन यो पर अमेरिकन अप्सी ओके बाई साथीहरू